सम्पूर्ण क्लास 12 मा पढ्नुहुने विद्यार्थीहरूलाई स्वागत छ आजको यस नयाँ भिडियोमा। आज चाहिँ हामी तपाईहरुको म्याथमेटिक्सको च्याप्टर 1 मा रहेको जुन यो परम्युटेसन एन्ड कम्बिनेसन छ यसबाट तपाईको एनएबी बोर्डमा चाहिँ क्लास 12 को फाइनल एक्जाममा सोधेको प्रश्नहरु र कुन कुन सोध्न सक्छ सबै त्यो पीवाईक्यूएसहरु हैन प्रिभियस इयर क्वेशनहरु चाहिँ त्यो अनि गएर चाहिँ यसको कन्सेप्ट तपाईले के जान्नुपर्छ यसबाट जसले गर्दा चाहिँ तपाईले अरु न्युमेरिकलहरु पनि सजिलैसँग गर्न सक्नुहुन्छ। त्यो सबै आज हामी यही भिडियोमा कभर गरेका छौं वन शटमा। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यदि तपाईले यो भिडियो हेर्नुभयो भने तपाईले अरु कुनै पनि भिडियो हेर्नु पर्दैन र तपाईले अरु चाहिँ नयाँ कुराहरु पढ्नु पनि पर्दैन। यसमा सबै कभर गरिएको छ। सबैभन्दा पहिला हामी परम्युटेसनको चाहिँ यो डेफिनेसनबाट जाउँ हैन। कहिलेकाहीँ चाहिँ डेफिनेसन पनि सोधिहाल्न सक्छ। सबैभन्दा पहिला परम्युटेसनको डेफिनेसन हेर्दा इट इज एन अरेन्जमेन्ट अफ द अब्जेक्ट इन डिफाइनाइट अर्डर बाइ टेकिङ सम अर अल एट अ टाइम भनेको छ। यो परम्युटेसनलाई तपाईले यो डेफिनेसन घोक्दा पनि हुन्छ, नत्र एक वाक्यमा बुझ्ने हो भने चाहिँ यो चाहिँ मिलाउने काम हो, पोजिसन मिलाउने काम हो। त्यति बुझ्नुस् के हैन। जस्तै यो पेन छ नि, पेनलाई यता राख्नु यो पोजिसन बदलिरहेको नि हो, त्यो गर्दा चाहिँ परम्युटेसन भइरहेको हुन्छ के हो। त्यही हो यो भनेको एरेन्जमेन्ट गर्ने, कसरी तपाईले एरेन्ज गर्नुहुन्छ यसलाई त्यही नै परम्युटेसन हो। त्यसरी बुझ्दा हुन्छ। नभए यहाँको डेफिनेसनले के भन्छ, यो चाहिँ एरेन्जमेन्ट हो। कस्तो अर्डरमा भन्दाखेरि डिफाइनाइट अर्डरमा, कसको कुनै अब्जेक्टहरु छन् त्यसको डिफाइनाइट अर्डरमा हुने एरेन्जमेन्ट हो। अनि त्यसलाई त्यो एरेन्जमेन्ट गर्दा कसरी गर्न सकिन्छ, त्यहाँ भएको सबै अब्जेक्ट लिन पनि सकिन्छ अथवा त्यसमध्ये चाहिँ केही अब्जेक्ट पनि लिन सकिन्छ हो। त्यही नै के हो त हाम्रो चाहिँ परम्युटेसन हो। र त्यो फर्मुला चाहिँ परम्युटेसन के हुन्छ भन्दाखेरि एनपीआर भनेर चाहिँ यसरी डिनोट गरिन्छ हैन। यो परम्युटेसनलाई यो एन भनेको टोटल नम्बर हैन, एन भनेको के हो भन्दा टोटल नम्बर हो। यो आर भनेको टेकिङ के। अब यो आर चाहिँ एन बराबर हुन सक्छ, तर आर चाहिँ कहिले पनि एन भन्दा धेरै हुन्न, किनकि तपाईसँग मसँग 5 वटा औँला छन् भने मैले 6 वटा औँला एउटा हातमा मागेर हुन्छ र हुन्न नि त। तपाईको यहाँ एउटा हातको कुरा गर्दै छु भने यसबाट 5 वटा औँलाहरु छन् हैन। यो 5 वटा औँलामा सबैभन्दा धेरै आर कतिसम्म हुन सक्छ, 5 सम्म हुन सक्छ हैन। तर 5 भन्दा माथि हुन त सक्दैन, किनकि मसँग एन टोटल भनेको 5 वटा औँला छ अनि आर 5 वटा भन्दा बढी हुन सक्छ र सक्दैन। भनेपछि एन जहिले पनि के आर चाहिँ एन भन्दा सानो हुन पनि सक्छ र एन बराबर हुन पनि सक्छ है त। यो फर्मुला भनेको चाहिँ एन फ्याक्टोरियल ओके नै अनि अपन एन माइनस आर को यो डिफरेन्सको फ्याक्टोरियल है त। एन माइनस आर को डिफरेन्सको फ्याक्टोरियल, आर भनेको चाहिँ हामीले टेकिङ वाला है त। जस्तै यहाँ डिफाइनेटर बाइ टेकिङ भनेको चाहिँ टेकिङ सोम केही हुन सक्छ, आर को भ्यालु कुनै भ्यालु दिएको हुन्छ। जस्तै एक वाक्यमा मैले चाहिँ यो फोटोको तपाईलाई चाहिँ यहाँ मान्नुस् रिता सीता र गीता चाहिँ तीनजनाले फोटो खिच्दैछन् अरे। अब यिनीहरूको चाहिँ यो रिताले एकचोटि भनिन्छ हैन मलाई छेउमा पारेको मलाई हेपेको भन्ले अरे हैन। अब केटीहरूको त हैन त्यस्तै हुन्छ नि त, कहिले यता बस्ने कहिले उता बस्ने हैन, केटीहरूको कुराहरू यस्तै हुन्छन्। अनि के हुन्छ यो रिताले चाहिँ यहाँ रिताले म बीचमा गएर फोटो खिच्छु भन्ले अरे, अनि सीता यता आउली अरे, अनि गीताले फेरि मलाई छेउमा पार्ने म बीचमा गएर खिच्छु भन्ले अरे हैन। भनेपछि यिनीहरू यता आउँदै गर्दा यहाँ चाहिँ यिनीहरूको पोजिसन बदलिरहेछ हो। त्यही नै परम्युटेसन हो कि जसरी तपाईको एरेन्ज भइरहेछ नि त, यिनीहरूको नयाँ एरेन्जमेन्ट भइरहेछ हो। त्यही नै के हो त परम्युटेसन हो। यसरी बुझ्नु है त सजिलो तरिकाले। र यहाँ केही हामीले चाहिँ कन्डिसन अथवा प्रोपर्टीहरू पढ्नुपर्छ जसले चाहिँ तपाईले अरु न्युमेरिकल गर्दै गर्दा सजिलो हुन्छ। यहाँ एउटा पहिलो प्रोपर्टी छ, यहाँ हेर्नुस् त द टोटल नम्बर अफ परम्युटेसन अफ एन अब्जेक्ट हैन। तपाईको टोटल नम्बरको परम्युटेसन भनेको जम्मा चाहिँ एन छ अरे, टेकन अल एट अ टाइम हैन, सबै लिएको छ। व्हेन पी अफ देम आर वन अ टाइप, त्यसमध्ये चाहिँ पी चाहिँ एउटा टाइपको प्रकारको अनि क्यू चाहिँ आरको प्रकारको एनदर टाइप एन्ड आर अफ देम आर द नेक्स्ट टाइप। अनि आरको चाहिँ यहाँ चाहिँ पी क्यू आर गरेर 3 प्रकारका चाहिँ छुट्टै छुट्टै खालका चाहिँ यहाँ के छन् भन्दाखेरि अब्जेक्टहरु लिएको छ अरे हैन। त्यसपछि के भन्छ एन्ड रेस्ट अल आर डिफरेन्ट इज गिभन बाइ भनेको छ र त्यो पी क्यू आर चाहिँ आफैमा डिफरेन्ट छ हैन। त्यस्तो छ भने जस्तै यहाँ हेर्नुस् त त्यो फर्मुला कस्तो हुन जान्छ, एन फ्याक्टोरियल अपन पी फ्याक्टोरियल अपन क्यू फ्याक्टोरियल अपन आर फ्याक्टोरियल हुन्छ के। यो भन्नुको तपाईको टोटल त्यहाँ भएको अब्जेक्टको संख्या र यो पी क्यू आर चाहिँ रिपिटेड के। त्यहाँ जस्तै मान्नुस् यहाँ एउटा चित्र छ, जस्तै यो राम हरि र श्याम छ हैन। यहाँ राम हरि र श्याम छ भने यहाँनिर चाहिँ यो हरि र श्याम जुडुवा हो अरे। यो हरि र श्याम के हो जुडुवा भनेपछि यो हरिलाई यहाँ राख्दा पनि श्यामलाई यहाँ राख्दा पनि कुनै कुरो त एउटै हुन जान्छ नि, किनकि राम अनि हरि श्याम फरक फरक मान्छे भएको भए के हुन जान्थ्यो हाम्रो यहाँ 3 वटा हुन जान्थ्यो, एन इक्वल टु 3 हुन्थ्यो हैन। तर यहाँ हेर्नु त यो हरि र श्याम जुडुवा छ भने त देख्दा त उस्तै लाग्छ नि। तपाईको योलाई यता राख्नु र यसलाई यता राख्नु त एउटै हुन्छ, किनकि तपाईले चिन्नुहुन्छ र सेम टु सेम उस्तै छन् अरे के। ल हरि र श्याम जुडुवा सेम टु सेम उस्तै छन्। अब यसले यता राख्नु र यसले यता राख्नु हुनु त एउटै भनेपछि एरेन्जमेन्ट त यहाँ कम हुन जाने भनेपछि त्यति बेला के गर्ने भन्दाखेरि जम्मा टोटल छ नि, यो टोटल भनेको 1 2 3 हुने भयो हैन, एन इक्वल टु 3 हो। त्यसमा यो रिपिटेड के अथवा एउटै जुन रिपिट भयो, जुन यो हरि र श्याम भनेको रिपिट केस हो, एउटै के उस्तै दोहोरिएको भन्दा चाहिँ तपाईले बुझ्नु होला हो। त्यसले चाहिँ डिभाइड गरिन्छ यो पी क्यू आर भनेको। जस्तै यहाँ एउटा मात्रै छ भने यहाँ 2 फ्याक्टोरियल लिन भन्दा यहाँ 2 जना छन् नि त, भनेपछि 2 फ्याक्टोरियल मात्रै हुने भयो। जस्तै अब यहाँ मान्नुस् यहाँ गणेश र गणेश आरका जुडुवा हुन्थे भने उनीहरुको पनि अपनमा 2 फ्याक्टोरियल गर्नु पर्थ्यो के। माथि चाहिँ कति हुन जान्थ्यो 1 2 3 4 5, किनकि दुईटा गणेश भएको भए यहाँ
हैन त्यहाँनिर चाहिँ के हुन जान्थ्यो माथि 5 फ्याक्टोरियल अपन कति हुन जान्थ्यो 2 फ्याक्टोरियल इन्टु 2 फ्याक्टोरियल हुन जान्थ्यो किन भन्दा तपाईको जति रिपिटेड छ त्यसले डिभाइड गर्नुपर्छ त्यति बुझ्नुभयो भने चाहिँ तपाईलाई सजिलो हुन्छ है त र तेस्रो नम्बरको प्रोपर्टी भनेको चाहिँ द टोटल नम्बर अफ वेज अ सेट अफ n डिस्टिंक्ट अब्जेक्ट अरेन्ज इन अ सर्कल इज n-1 जहिले पनि यो बुझ्ने कुरा है त किन हुन्छ भन्दाखेरि यो टोटल नम्बर यदि तपाईकोसँग कुनै अब्जेक्टहरु छन् त्यसलाई चाहिँ सर्कलमा तपाईले चाहिँ के गर्नु भएको छ एरेन्ज गर्नु भएको छ अथवा सर्कलमा मिलाएर राख्नु भएको छ भने त्यतिबेला n-1 फ्याक्टोरियल हुन्छ है त त्यतिबेला के हुन्छ n-1 फ्याक्टोरियल हुन्छ जस्तै म तपाईलाई भने जस्तै एउटा कुनै यहाँ एउटा सर्कल बनाइदिए मैले हैन यहाँ चाहिँ a छ रे हैन यहाँ चाहिँ b छ रे अनि यहाँ चाहिँ c छ रे तपाईहरुले abc भन्नु र bca भन्नु र cab भन्नु एउटै हुन जान्छ के किनकि यो के छ क्लकवाइज छ नि क्लकवाइजको एउटै हुन्छ जस्तै अनि एन्टीको लागि भनेको चाहिँ जस्तै abc भन्नु र bca भन्नु अनि cab भन्नु एउटै हुन्छ तर acb भन्नु acba भन्नु अनि bac भन्नु पनि एउटै हुन्छ भने चाहिँ यो क्लकवाइजको एउटा हुन्छ परम्युटेसन अनि एन्टी क्लकवाइजको एउटा हुन्छ हो त्यसलाई चाहिँ जनाउने भनेको p n-1 को चाहिँ के हुन्छ फ्याक्टोरियल हैन हाम्रो चाहिँ ब्र्याकेट n-1 ब्र्याकेट अफ अनि फ्याक्टोरियल चाहिँ यो फर्मुला है त n-1 फ्याक्टोरियल भनेर जान्दा हुन्छ र 4 नम्बरको कन्डिसनले पनि तपाईहरुको यही 3 नम्बरकै चाहिँ विशेषता देखाउन खोज्छ यसले चाहिँ के भन्दाखेरि इन द केस अफ अरेन्जमेन्ट अफ बीड्स इन अ नेकलेस एन्ड ब्रेसलेट हैन यिनीहरुमा चाहिँ के हुन्छ भन्दा n-1 फ्याक्टोरियल अपन डिभाइड बाइ 2 हुन्छ किन हुन्छ भन्दाखेरि चाहिँ तपाईहरुले चाहिँ यहाँ हेर्नु त यो जुन n-1 फ्याक्टोरियल छ नि n-1 फ्याक्टोरियलमा यो क्लकवाइज र एन्टी क्लकवाइज डिफरेन्ट हुन्छ त्यसैले n-1 फ्याक्टोरियल हुन्छ तर यो यदि ब्रेसलेटहरुमा नेकलेसहरुमा चाहिँ यो क्लकवाइज पनि सेम हुन्छ एन्टी क्लकवाइज पनि सेम हुन्छ भनेपछि यो जति थियो त्यसमा डिभाइड बाइ 2 गर्ने नि त यो हाफ मात्रै आयो हैन अरेन्जमेन्ट त आधा हाफ अरेन्जमेन्ट हुने भयो हो त्यसले चाहिँ डिभाइड बाइ 2 गरिएको है त यो तपाईले बुझ्नु भयो भने ठीक छ नत्र यो कन्डिसन बुझ्नुस् नेकलेस ब्रेसलेटको केसमा चाहिँ जहिले पनि n-1 फ्याक्टोरियल डिभाइड बाइ 2 हुन्छ तर बुझ्ने कुरा भनेको त्यही हो जस्तै यो माथिको केसमा के थियो क्लकवाइज र एन्टी क्लकवाइज मात्रै डिफरेन्ट थियो तर यसमा फेरि के हुन्छ क्लकवाइज पनि एन्टी क्लकवाइज पनि सेम हुन्छ जसले गर्दा डिभाइड बाइ 2 गरिने हो भने यसमा डिभाइड बाइ 2 गरिने हो भने त त्यो आधा मात्रै आउँछ नि त हो त्यो आधा हुन्छ भन्न खोजेको कि परम्युटेसन यसमा आधा हुन्छ भन्ने बुझ्नु पर्यो र 5 नम्बरको कन्डिसनले के भन्छ हेरौँ 5 नम्बरको कन्डिसनले भन्छ इफ द अब्जेक्ट क्यान बी रिपिटेड द परम्युटेसन अफ n डिस्टिंक्ट टेकन r एट अ टाइम इज गिवन बाई भनेको छ p n⁻r यो कन्डिसन एकदम कमै रेयरली सोध्ने गर्छ यो चाहिँ तपाईले जान्दा पनि हुन्छ नत्र बिर्सिनु भयो भने पनि त्यति युज चाहिँ यो भएको हुन्न तर जान्नु चाहिँ अब पर्यो हैन यो चाहिँ p n/r जस्तै यहाँ के कन्डिसनहरु पनि छन् यो कन्डिसनलाई चाहिँ बुझौं जहिले पनि n भन्दा चाहिँ के हुन्छ n इज ग्रेटर अर इक्वल टु r हुन सक्छ n भन्दा जहिले पनि के हुन्छ r चाहिँ कि बराबर हुन्छ कि त सानो हुन्छ भन्ने बुझ्नु पर्यो कहिले पनि n भन्दा r ठुलो हुन्न त्यो कन्डिसन हो अनि n फ्याक्टोरियल भनेको के हो त 1 2 3 4 डट डट गरेर n सम्मको चाहिँ हाम्रो मल्टिप्लाई गर्ने हो भने चाहिँ n फ्याक्टोरियल आउँछ अनि 0 फ्याक्टोरियल भनेको पनि 1 नै हो है त 0 फ्याक्टोरियल भनेको पनि 1 नै हो र कुनै तपाईको कन्डिसनमा चाहिँ n दिएको छ भने त्यो मल्टिप्लाई गर्ने भनेको अनि r दिएको छ भने त्यो चाहिँ हाम्रो के गर्ने त एडिसन गर्ने एड गर्ने भनेको है त यो बुझ्नु पर्यो एडले मल्टिप्लाई r ले एडिसन भन्ने जनाउँछ भनेर बुझ्नु पर्यो र अब सबैभन्दा पहिला हामीहरुले यहाँ क्वेशन छ 2082 को एनईबी बोर्डमा आएको क्वेशन है त यो क्वेशनलाई हेरौं यसमा के भन्छ त्यो गरौँ है त 2082 को राइट द टोटल नम्बर अफ परम्युटेसन अफ अ सेट ह्याभिङ n एलिमेन्ट भनेको छ अब यहाँ 2082 मा सोधेको रहेछ यो यहाँ के भनेको छ राइट द टोटल नम्बर अफ परम्युटेसन अफ सेट ह्याभिङ n एलिमेन्ट भनेको छ यहाँ चाहिँ हामीसँग राइट द टोटल भनिसकेको चाहिँ n इज इक्वल टु चाहिँ हाम्रो n हुन्छ हैन n इज इक्वल टु n छ र यहाँ चाहिँ के छ परम्युटेसन सबैको जो गर्न भनेको छ भनेपछि r पनि n हुन्छ तर कहिले पनि मैले अगाडि के भनेको छु तपाईहरुलाई जहिले पनि r n सँग बराबर हुन सक्छ तर r कहिले पनि n भन्दा ठुलो हुँदैन भन्ने कुरा चाहिँ जान्नु पर्यो यहाँ चाहिँ हामीसँग टोटल नम्बर भनेको पनि n नै छ हामीले टेकिङ अब्जेक्ट भनेको पनि n नै छ जसले गर्दा हाम्रो n इज इक्वल टु पनि n नै भयो r इज इक्वल टु पनि r के रे n नै भयो वी नो दैट के छ हामीसँग परम्युटेसनको फर्मुला छ n फ्याक्टोरियल अपन n-r को डिफरेन्सको फ्याक्टोरियल गर्ने भने n को ठाउँमा n नै छ n फ्याक्टोरियल अपन n को ठाउँमा n नै छ n फ्याक्टोरियल माइनस n को ठाउँमा कति राख्नु पर्यो त यो चाहिँ r को ठाउँमा चाहिँ कति राख्नु पर्यो n राख्नु पर्यो अनि फ्याक्टोरियल भनेको n फ्याक्टोरियल एन्सर आयो है त यो चाहिँ 2082 को बोर्डमा सोधेको क्वेशन हो र r को पनि 2082 मै सोधेको छ यो हेरौं in how many ways can 8 boys and 6 girls be arranged in a straight line so that no two girls are together भनेको छ के कतिवटा वेमा चाहिँ 8 वटा केटाहरु अनि 6 वटी केटीहरुलाई चाहिँ अरेन्ज गर्न सकिन्छ एउटा स्ट्रेट लाइनमा अनि गएर त्यहाँ एउटा कन्डिसन दिएको छ भन्दाखेरि नो टू गर्ल्स आर टुगेदर भन्ने यो मेन कन्डिसन भनेको यो जान्नु पर्यो यो नो
नो टु गर्ल्स आर टुगेदर भनेपछि पहिला हामीसँग केटाहरू कति छन् धेरै भएकोलाई हेरौँ केटाहरू भनेको हामीसँग 1 2 मैले बोइज लेखेँ त यहाँ बी बी भनेर बोइजलाई जनाउँछ यसले डिनोट गर्छ 1 जना 2 जना 3 जना 4 जना 5 जना 6 जना 7 जना 8 जना केटाहरू छन् अब के छ हामीसँग केटीहरू कति छन् 6 जना छन् र त्यो 6 जना फेरि लगातार राख्न पाइँदैन किन भन्दा तिनीहरू चाहिँ एकै ठाउँ बस्न सक्दैनन् भनेपछि तिनीहरूले सेपरेटली राख्नु पर्यो त्यसको लागि हामीसँग ग्याप कतिवटा छन् त यहाँ सुरुबाट ग्याप गर्नुहोस् एउटा दुईटा तीनटा चारवटा पाँचवटा छवटा सातवटा आठवटा नौवटा ग्यापमा राख्दा केटीहरू के हुन्छन् एकै ठाउँ बस्दैनन् कि त्यो टुगेदर चाहिँ हुँदैनन् तिनीहरू हैन सेपरेट हुन्छन् भनेपछि 9वटा हामीसँग ग्याप छन् अब यहाँ के भयो 8 boys can occupy 8 places यहाँ 8वटा केटाहरूले त्यही 8वटा मात्रै प्लेस अकुपाई गर्न सक्छन् अरू त्यसभन्दा धेरै गर्न सक्दैनन् भनेपछि यसको चाहिँ P8 हुने भयो यसको परमिटेसन तर केटीहरू चाहिँ 6 गर्ल्स क्यान अकुपाई 9 प्लेसेस कि यो 6 केटीहरू यो 9वटा स्थानमा जहाँ बसे पनि हुन्छ कि यो कन्डिसनलाई पनि यसले के गर्छ हामीले चाहिँ यसले मान्छ हैन यो कन्डिसनलाई पनि सेटिस्फाई गर्छ र उनीहरू चाहिँ बस्न जहाँ पनि सक्छन् भनेपछि यो 6वटा केटीहरू यो 9वटा पोजिसनमा जहाँ बसे पनि हुन्छ तर केटाहरू चाहिँ 8वटाको 8वटामै बस्नु पर्यो भनेपछि अब टोटल नम्बर अफ एरेन्जमेन्ट कति हुनुभयो यो एरेन्जमेन्ट इन्टु यो एरेन्जमेन्टलाई इन्टु गर्नु पर्यो के है त यहाँ माथि भनेको थियो नि यहाँ एन्ड छ हेर्नु त एन्ड आयो भने मल्टिप्लाई भनेको हो कि नै एन्ड बोइज एन्ड 6 गर्ल्स भनेको छ एन्डको कन्डिसनमा मल्टिप्लाई हुन्छ भनेपछि यहाँ टोटल नम्बर अफ हाम्रो चाहिँ एरेन्जमेन्ट कति हुने भयो त 8 फ्याक्टोरियल भनेको बोइजको लागि भयो अनि 9 फ्याक्टोरियल डिभाइड बाइ 3 फ्याक्टोरियल यो 3 फ्याक्टोरियल कसरी भयो हाम्रो फर्मुलामा राख्नुभयो भने हुन्छ किन भन्दा हाम्रो चाहिँ यो यहाँ चाहिँ फर्मुला के छ हामीसँग यहाँ माथि छ नि त हो यो फर्मुलामा हेर्नु त यो भ्यालिड हुन्छ कि नै 9 फ्याक्टोरियल यनको ठाउँमा कति छ 9 छ हाम्रो टोटल केटीहरूको लागि 9वटा स्थान छ र आर भनेको केटीहरू चाहिँ टोटल कति छन् 6वटा छन् भनेपछि 9 - 6 भनेको कति हुन्छ 3 फ्याक्टोरियल माथि 9 फ्याक्टोरियल यहाँ पनि त्यही गरिएको छ हेर्नु त 9 फ्याक्टोरियल अपन 3 फ्याक्टोरियल गरिएको छ र यसको एन्सर आएको छ कति भन्दाखेरि 2438553600 वेज चाहिँ यसको एन्सर आएको छ यो चाहिँ 2082 मा सोधेको क्वेसन हो हेर्न सक्नुहुन्छ है त तपाईहरुले ठीक छ अब अर्को हेरौँ यो चाहिँ 2080 को क्वेसन रहेछ यहाँ यो 2080 मा के सोधेको छ हाउ मेनी वेज 3 डिजिट नम्बर क्यान बी फर्म फ्रम द डिजिट 2 3 4 5 6 7 हामीलाई चाहिँ यो 2 3 4 5 6 7 भनेर चाहिँ यहाँ चाहिँ 1 2 3 4 5 6 7 वटा चाहिँ हामीलाई यहाँ 1 2 3 4 5 6 वटा चाहिँ हामीलाई यहाँ चाहिँ के गरेको छ भन्दाखेरि केही डिजिटहरु दिएको छ अब यो दिएको चाहिँ डिजिटहरुलाई चाहिँ मिलाएर कतिवटा चाहिँ यो 3 वटा डिजिट भएको नम्बर बनाउनु पर्न सकिन्छ कतिवटा वेजमा चाहिँ हामीहरुले यो 3 वटा डिजिट भएको नम्बर बनाउन सकिन्छ भनेर हामीहरुले सोधेको छ सबैभन्दा पहिला यहाँ चाहिँ गिवन डिजिट भनेको चाहिँ 2 3 4 5 6 7 हो भनेपछि n इक्वल टु कति भयो 1 2 3 4 5 6 वटा टोटल नम्बर चाहिँ कतिवटा छ 6 वटा छ र हामीहरुले डिजिट बनाउनु पर्ने छ 3 वटाको 1 2 3 हैन जस्तै सबैभन्दा पहिला हामी चाहिँ यो युनिट 10 100 प्लेसबाट जाउँ फर 100 प्लेसको लागि चाहिँ यो 100 प्लेसमा यो यति मध्येबाट जुन राखे पनि हुन्छ हामीलाई कुनै पनि रेस्ट्रिक्सन छैन भनेपछि हैन 2 3 4 5 6 7 बाट जुन राखे पनि हुन्छ भनेपछि हामीसँग टोटल चोइस कतिवटा भयो टोटल चोइस 1 2 3 4 5 6 भयो तर हामीले राख्नु पर्ने कतिवटा ठाउँमा एउटा भनेपछि यहाँ n = 6 हुने भयो r = 1 हुने भयो हैन त p n को ठाउँमा 6 छ r को ठाउँमा 1 छ भनेपछि यसको चाहिँ 6 फ्याक्टोरियल डिभाइड बाइ 5 फ्याक्टोरियल हुने भयो त्यही फर्मुलामा राख्दा है त तपाईले यस्तै सिधै आफू जान्नु भयो भने यस्तै सिधै राख्दा पनि हुन्छ नत्र त्यो अगाडिको जुन n फ्याक्टोरियल अपन n - r फ्याक्टोरियल वाला त्यो फर्मुला छ त्यो फर्मुलामा राख्दा पनि हुन्छ नत्र सिधै गर्नु भयो भने चाहिँ यतिलाई चाहिँ नम्बर कट्दैन हैन यसरी सिधै गर्न सक्नु भयो भने चाहिँ तपाईलाई छिटो हुन्छ एक्जाममा पनि र 10 प्लेसको लागि हेरौँ अब 10 प्लेसको लागि के हुने भयो एउटा त यहाँ गइसक्यो भनेपछि अब हामीसँग यहाँ कतिवटा नम्बर रहने भयो यहाँ 6 वटा थियो एउटा यहाँ गइसकेको छ कुनै गयो होला हैन अनि यहाँ चाहिँ 5 वटा रहने भयो तर यहाँ पनि राख्ने त एउटै ठाउँमा 5 वटालाई एउटा ठाउँमा राख्न सकिन्छ हैन 5 वटा हामीसँग चोइस छन् त्यसले चाहिँ एउटा ठाउँमा राख्नु पर्ने छ भनेपछि हामीसँग टोटल चाहिँ n भनेको 5 हुने भयो अब राख्नु पर्ने कतिवटा ठाउँमा चाहिँ एउटा मात्रै ठाउँमा छ भनेपछि n को ठाउँमा 5 r को ठाउँमा 1 हुने भयो यसको भ्यालु कति हुने भयो त 5 फ्याक्टोरियल अपन 4 फ्याक्टोरियल हुने भयो त्यसको परमिटेसन अनि गएर युनिट प्लेसको लागि चाहिँ अब युनिट प्लेसको लागि टोटल 6 वटा हामीसँग 6 वटा मध्ये यहाँ र यहाँ गरेर 2 वटा गइसके अब रहेको 4 वटा हो त्यो 4 वटा मध्येबाट एउटा यहाँ राख्ने हो हैन भनेपछि हामीसँग n भनेको 4 हुने भयो एउटा मात्रै राख्ने भनेपछि यहाँ पनि कति हुने भयो त r = 1 हुने भयो टोटल नम्बर अब यहाँ चाहिँ फर युनिट प्लेसको लागि चाहिँ परमिटेसन के हुने भयो p41 हुने भयो त्यो भनेको 4 फ्याक्टोरियल अपन 3 फ्याक्टोरियल हुने भयो हैन त्यो फर्मुलामा राख्दा अनि टोटल नम्बर अफ वेज भनेको चाहिँ अब यही 3 वटा जुन छ नि यसलाई मल्टिप्लाई गरिदिनु भयो भने चाहिँ यो चाहिँ 110 युनिट प्लेसको लागि आयो अब टोटलको लागि गर्दा त सबैले मल्टिप्लाई गर्नु पर्यो नि त हैन त्यो मल्टिप्लाई गर्दा चाहिँ हाम्रो चाहिँ यो 120 वेज एन्सर आउँछ नि 6 फ्याक्टोरियल डिभाइड बाइ 5 फ्याक्टोरियल इन्टु 5 फ्याक्टोरियल डिभाइड बाइ 4 फ्याक्टोरियल इन्टु 4 फ्याक्टोरियल डिभाइड बाइ 3 फ्याक्टोरियल गर्दा 120 एन्सर आउँछ ठीक छ सकिन्छ हैन र अर्को पनि यो 2080 मै सोधेको क्वेसन छ यो पनि हेरिहालौँ हैन
यो क्वेसन पनि इम्पोर्टेन्ट जस्तै छ हैन, रिपिटेड खालको क्वेसन हो। जस्तै यहाँ के भनेको छ, फाइन्ड द नम्बर अफ वेज अफ एरेन्जिङ द लेटर इन द ओड अब्जेक्टिभ। धेरै जसो क्वेसनहरु चाहिँ यही नै यो यस्तै खालको कुनै ओड दिएर चाहिँ यसमा चाहिँ पर्मिटेसन हामीलाई सोधिरहेको छ एरेन्जिङ गर्न हैन। यो अहिलेको सिनेरियोमा हेर्ने हो भने चाहिँ एकदम धेरै खालको चाहिँ यस्तै खालको क्वेसनहरु आइरहेको छ। यहाँ सबैभन्दा पहिला हेरौँ, यहाँ गिभन ओड भनेको चाहिँ अब्जेक्टिभ भनेर छ, ओबिजेइसिटिआइभी अब्जेक्टिभ भनेर छ। यहाँ अब्जेक्टिभमा टोटल ओड कतिवटा छ नि त, 1 2 3 4 5 6 7 8 9 वटा टोटल n = 9 छ। र यहाँ एकचोटि हेर्नुभयो भने यो ई र ई दुईचोटि रिपिट भएको छ कि त्यो रिपिट भएकोलाई छुट्टै, जस्तै यहाँ म पी भनेर यहाँ नोटेसन गरेको छु, डिनोट गरेको छु हैन। पी भनेको चाहिँ p = 2, जस्तै अरू पनि कुनै रिपिट हुन्थ्यो भने त्यहाँ q = अब मान्नुस् यहाँ ल यहाँ ओ रिपिट छैन, ल मान्नुस् यहाँ ओ रिपिट भइदिएको भए ओ को ठाउँमा चाहिँ p q = 2 भनेर लेख्थेँ कि, किनकि जतिवटा रिपिट भयो नि तिनीहरूले प्रत्येकलाई एउटाले जनाउँदै जाने। जस्तै यहाँ दुईवटा ई मात्र रिपिट भएकाले p = 2 लेखेँ मैले हैन। अब यो एरेन्जिङ गर्दा चाहिँ यसको द टोटल नम्बर अफ एरेन्जमेन्ट भनेको चाहिँ जहिले पनि यो बुझ्नुपर्ने कुरा, अगाडि मैले जुन फर्मुला तपाईँलाई सिकाएको छु त्यो फर्मुला अनुसार पनि तपाईँले जान्नुपर्छ। जस्तै अगाडि एउटा मैले फर्मुला सिकाएको थिएँ नि तपाईँले, n फ्याक्टोरियल डिभाइड बाइ जतिवटा रिपिट भयो, यदि दुईवटा रिपिट एउटा मात्रै कुरा दुईचोटि रिपिट भयो भने त्यो p फ्याक्टोरियल q फ्याक्टोरियल r फ्याक्टोरियल हैन, जस्तै त्यस्तै गरेर जाने कि। अब s फ्याक्टोरियल अब 3-4 वटा कुराहरू रिपिट भएको छ भने त्यसरी जाने, नत्र एउटा मात्र रिपिट भएको छ भने यहाँ एउटा मात्र रिपिट भएको छ हैन। p भनेको 2 फ्याक्टोरियल, द टोटल नम्बर अफ एरेन्जिङ p पर्मिटेसन भनेको दिनुभयो त n फ्याक्टोरियल डिभाइड बाइ p फ्याक्टोरियल। p फ्याक्टोरियल n को ठाउँमा चाहिँ 9 हुने भयो, 9 फ्याक्टोरियल, अनि डिभाइड बाइ 2 फ्याक्टोरियल भनेको चाहिँ यो p को फ्याक्टोरियल। अनि यो भनेको 1811440 वेज चाहिँ यसको एन्सर आउँछ है त। यो 2080 मा सोधेको क्वेसन, यो चाहिँ 2 नम्बरमा सोध्छ यस्तो खालको क्वेसनहरु, 2 मार्क्सको लागि सोध्छ। र अर्को 2079 को क्वेसन सोहेरौँ हैन। यहाँ चाहिँ त्यो 2079 मा सोधेको क्वेसन यो इन हाउ मेनी डिफरेंट वेज क्यान द लेटर अफ द ओड डिटरेन्ट DETERRANT डिटरेन्ट बी अरेन्ज सो दैट द रिपिटेड लेटर डू नट कम टुगेदर। यो हामीलाई दिएको गिभन ओड हो र कन्डिसन भनेको चाहिँ रिपिटेड लेटर डू नट कम टुगेदर भन्ने चाहिँ हामीलाई कन्डिसन दिएको छ। अब सबैभन्दा पहिला चाहिँ हामीले गिभन ओड हेरौँ। गिभन ओड भनेको चाहिँ DE मैले यसरी एरेन्ज गर्दा चाहिँ सजिलो हुन्छ। जस्तै यो भनेको p हुन जान्छ, यो भनेको q हुन जान्छ, यो भनेको r हुन जान्छ भनेर अगाडि मैले सिकाएको छु नि त। यो रिपिटेडलाई चाहिँ PQR भनेर छुट्टै डिनोट गर्ने कि तपाईले है त। यहाँ भनेको के भन्नुभयो, द गिभन ओड भनेको DETE लाई यहाँ राखेँ मैले हैन, DE अनि गएर t अनि e रिपिट भएको छ, e को तल राख्दिएँ हैन। r भनेपछि यो r को तल एउटा r राख्दिएँ, यो रिपिट भएकोलाई यसरी गरिराखौँ। a n अनि t पनि अगाडिसँग रिपिट भयो, त्यसैले यहाँ t राख्दिएँ हैन। यो त बुझ्नुभयो सजिलैसँग। यहाँबाट बुझ्ने कुरा भनेको n भनेको कति भयो, 9 भयो टोटल। यहाँ कतिवटा यसको चाहिँ लेटरहरू छ, 1 2 3 4 5 6 7 8 9, n = 9। अब p भनेको चाहिँ पहिलो रिपिट भएको के छ, e र e रिपिट भएको पहिलो हैन। अनि गएर दोस्रो भनेको q भनेको चाहिँ t र t दुई पटक रिपिट भएको भने 2। अनि r मा चाहिँ मैले r लाई राखेको छु त, यो r भनेको यो जनाएको, यहाँ चाहिँ r चाहिँ दुई पटक रिपिट भएको छ, त्यसैले 1 2 भनेर 2 लेखेँ, सकिन्छ। अब यसले के भनेको छ, रिपिटेड लेटर डू नट कम टुगेदर भन्नुको अर्थ चाहिँ सबैभन्दा पहिला यस्तो केसमा चाहिँ हामीले के गर्नुपर्छ भन्दाखेरि टोटलबाट कम टुगेदर घटाउने भने डू नट कम टुगेदर। जस्तै तपाईको क्लासमा 40 जना छन् मान्छे हैन, र त्यसमध्ये चाहिँ ल 10 जना टुर जाँदैछन् अरे भनेपछि त्यो टोटल मान्छेबाट हैन त्यो तपाईको टुर जाने घटाइदिने हो भने चाहिँ तपाईको त्यहाँ रहने विद्यार्थी, टुर नजाने विद्यार्थी आउँछ कि नि, हो त्यस्तै गरेर चाहिँ निकाल्नुपर्छ। यसमा पनि टोटलबाट कम टुगेदर गर्ने हो भने चाहिँ डू नट कम टुगेदर आफै एन्सर आउँछ। त्यसको लागि चाहिँ टोटल भनेको हाम्रो के हो, फ्याक्टोरियल। टोटल भनेको चाहिँ फर्मुला अनुसार राख्ने। टोटल भनेको चाहिँ 9 फ्याक्टोरियल भनेको टोटल हो हैन है त। यो भनेको के हो त, 9 फ्याक्टोरियल भनेको चाहिँ टोटल हो, n भनेको 9 छ। अनि गएर रिपिटेडलाई चाहिँ 2 फ्याक्टोरियल 2 फ्याक्टोरियल 2 फ्याक्टोरियल भनेपछि 9 फ्याक्टोरियल डिभाइड बाइ 2 फ्याक्टोरियल इन्टु 2 फ्याक्टोरियल इन्टु 2 फ्याक्टोरियल गर्नु पर्यो। अनि माइनस कम टुगेदर। यदि कम टुगेदर भनेको भए चाहिँ यो यति चाहिँ कम टुगेदर भए यसलाई 1 मान्नु पर्थ्यो कि यति भरिलाई यो 1 युनिट मात्रै मान्नु पर्थ्यो यति। यदि कम टुगेदर भएको भए त 1 यसलाई 2 3 4 मात्रै हुन जान्थ्यो कि त्यहाँनिर 4 फ्याक्टोरियल हुन जान्थ्यो हैन। यदि के कम टुगेदर एकै ठाउँ रिपिटेड लेटरहरु डू नट कम टुगेदर लेखेको छ, तर यदि कम टुगेदर भइदिएको भयो भनेर हामीहरूले चाहिँ एउटा कन्डिसन सोच्ने। त्यो कन्डिसनबाट चाहिँ यसलाई 1 मानिन्थ्यो, 1 2 3 4 हुने भयो टोटल n यसको लागि। तर जुन यो रिपिट भएको छ नि, फेरि त्यो रिपिट भएको पनि आफ्नै जस्तै यहाँबाट निकालिएको छ भने पनि त्यसको आफ्नै छुट्टै एरेन्जमेन्ट हुन्छ के। यो बुझ्नुपर्छ है, धेरै विद्यार्थीहरूले बुझ्दैनन्, झुक्किन्छन् हैन यहाँनिर चाहिँ। किन भन्दा यो 4 फ्याक्टोरियल भनेको टोटल फ्याक्टोरियल यसको हैन, 1 यतिलाई 1 मानिएको छ। किन भन्दा यदि कम टुगेदर भयो भने त यो त एकै ठाउँमा आउँछ नि, यहाँ पनि 6 वटा लेटर छन् र, तर यसलाई एउटै मान्ने भने त 6 वटाले एउटै मान्न सक्यो भने त यो कम टुगेदर आउँछ त। 1 2 3 4 हुने भयो भनेपछि टोटल 4 फ्याक्टोरियल।
र अर्को यहाँ इन्टु किन गरेको छु मैले भन्ने कुरा चाहिँ जुन यहाँ रिपिट भएको लेटरहरू छ नि 1 2 3 4 5 6 यो 6वटाको पनि फेरि छुट्टै आफ्नै पनि एरेन्जिङ हुन्छ कि त्यसले गर्दा टोटल भनेको यहाँ 6 फ्याक्टोरियल छ र यहाँ पनि अगाडि जस्तै हेर्नु त यो ई दुईटा रिपिट भएको छ टी दुई पटक रिपिट भएको छ हैन आर दुई पटक रिपिट भएको छ भनेपछि अपनमा 2 फ्याक्टोरियल इन्टु 2 फ्याक्टोरियल इन्टु 2 फ्याक्टोरियल गरिएको हो के अनि यसले गर्दा चाहिँ एन्सर कति आउँछ 43200 वेट चाहिँ यसको एन्सर आउँछ हैन यो गर्नु पर्यो जान्नु पर्यो यो किन गरे भन्ने कुरा बुझ्नुस् के पहिलो कुरा हैन यो किन गरे भन्ने बुझ्दियो भने अरु क्वेशन पनि गर्न आफूलाई सजिलो हुन्छ र 2076 मा सोधेको अर्को क्वेशन हेरौँ यो यसमा के भनेको छ In how many ways the letter of the word excellent can be arranged so that the vowels are always together? यसमा चाहिँ vowels are always together भनेको छ अगाडि repeated letter do not come together भनेको थियो अहिले चाहिँ vowels are always together भनेको छ भनेपछि यहाँ बुझ्नु पर्यो पहिला गिवन वर्डलाई चाहिँ हामीले यहाँ एरेन्ज गरौँ E X C E L हैन L अनि गरे L E N T गर्दा यो रिपिटेड भएको चाहिँ मैले यसमा राखेको छु यो यल दुई पटक रिपिट भएको छ यसरी यहाँ यल को मुनि राखिदिएको छु ई चाहिँ 3 पटक रिपिट भएको छ राखेको छु यसले गर्दा टोटल यन यहाँ कति आउनु भयो 1 2 3 4 5 6 7 8 9 चाहिँ यहाँको टोटल यन हुन्थ्यो तर हामीहरुले चाहिँ यहाँ के भनेको छ हैन यहाँ चाहिँ सो दैट vowels are always together भनेको छ यदि यो vowels always together हुने हो भने चाहिँ अब के गर्न सकिन्छ त हामीले vowels लाई always together मान्ने हो भने चाहिँ यिनी भोवेल्स भनेको यहाँ ई र मात्रै छन् हैन तीनवटा ई छन् यो तीनवटा ई लाई चाहिँ एउटै मान्नु पर्यो भनेपछि यहाँ अब टोटल नम्बर कति हुन्छ भन्दाखेरि चाहिँ यसलाई एउटै मान्नु पर्यो यो 1 भइहाल्यो अनि 2 3 4 5 6 7 हैन 7 फ्याक्टोरियल भयो कि नै भन्नु त 7 फ्याक्टोरियल भयो नि त यो ई लाई चाहिँ एउटै मान्न भनेको छ के क्वेशनले नै त्यही भोवेल्स आर अलवेज टुगेदर भन्नु गर्छ यो ई यिनी जति यिनी भोवेल्स छन् यिनीहरु चाहिँ अलवेज टुगेदर हुन्छन् भनेको एउटै मान्नु पर्यो भन्नु खोजेको के यसलाई 1 मान्नु पर्यो यसलाई 2 3 4 5 6 7 यो 7 फ्याक्टोरियल भयो तर यल हैन रिपिटेड लेटरले एउटै मान्न भनेको भए यिनी सबैले यो यल ई लाई एउटै मान्नु पर्थ्यो तर यहाँ भोवेल्सलाई मात्र भनेको भएर यो यल लाई फेरि एउटै मान्नु त भएन त्यसले गर्दा यो यल चाहिँ यहाँ के हुने चाहिँ यो p = 2 हुने जाने भयो के यहाँ अघि क्वेशनमा जस्तै कुनै पनि कन्डिसन नदिएको भए यो p लाई p = 3 मान्नु पर्थ्यो अनि 3 फ्याक्टोरियल अनि q = 2 फ्याक्टोरियल मान्नु पर्थ्यो तर यहाँनिर चाहिँ यसलाई चाहिँ एउटै मान्न जो क्वेशनमा भनेको छ अब यसलाई चाहिँ भनेको छैन भनेपछि यो रहेकोलाई चाहिँ हामीले p को रूपमा हामीले चाहिँ प्रस्तुत गर्नु पर्यो भनेपछि यो यल भनेको चाहिँ दुई पटक रिपिट भएको छ त्यसले गर्दा p = चाहिँ कति हुने भयो 2 फ्याक्टोरियल हुने भयो यसको सोलुसन गर्दा के हुने भयो त यो 7 फ्याक्टोरियल भनेको चाहिँ टोटल नम्बर n भनेको 7 अनि अब यसमा चाहिँ यो 2 चाहिँ रिपिट भएको यसलाई मान्नु भएन अहिले किन भन्दा यसलाई 1 मान्न भनेको छ क्वेशनले यसलाई 2 फ्याक्टोरियल डिवाइड बाइ 2 फ्याक्टोरियल इन्टु फेरि अगाडि मैले के भनेको थिएँ जुन यो रिपिट भयो नि त्यसको पनि आफ्नै एरेन्जिङ हुन्छ फेरि भनेपछि टोटल यहाँ रिपिट भएको कतिवटा लेटर छन् 1 2 3 वटा लेटर छन् र यो फेरि दोहोरिएको कतिवटा छन् त दोहोरिएकोलाई अपन डिवाइड बाइ 3 गर्ने भनेपछि तीनवटा 3 फ्याक्टोरियल लेटर चाहिँ यहाँ एरेन्जिङ गर्दा दोहोरिएको छ र त्यो चाहिँ दोहोरिएको चाहिँ के छ अनि फेरि कतिवटा दोहोरिएको छ भन्दाखेरि तीनवटा नै दोहोरिएको छ त्यसले गर्दा 3 फ्याक्टोरियल डिवाइड बाइ 3 फ्याक्टोरियल यो बुझ्नुस् है त यहाँ के गरेँ मैले भन्दाखेरि जम्मा यहाँ एरेन्जिङ गर्नुपर्ने यन यसको लागि मात्रै 3 र दोहोरिएको पनि 3 नै भएकाले 3 फ्याक्टोरियल डिवाइड बाइ 3 फ्याक्टोरियल यसको एन्सर आउँछ कति 2520 वेट चाहिँ यसको एन्सर आउँछ सजिलोसँग बुझ्नुपर्छ है त एकदम दिमाग लगाउनुपर्छ यो गरेर मात्रै हुन्न कि दिमागले सोच्यो भने चाहिँ एकदम सजिलोसँग बुझ्न सकिन्छ है त यही हो क्वेशन र अर्को चाहिँ अब यहाँ कम्बिनेसन हेरौँ यो कम्बिनेसनबाट पनि क्वेशन सोध्छ प्रत्येक वर्ष सोधिरहेको छ हैन यो चाहिँ परम्युटेसन र कम्बिनेसन गरेर 5-6 नम्बर क्वेशन तपाईको आउन सक्छ एमसीक्यू पनि आउन सक्छ तर यिनी क्वेशनहरु जान्नु भयो भने चाहिँ एमसीक्यू चाहिँ आफै बन्छ तपाईहरुको र सबैभन्दा पहिला कम्बिनेसनको डेफिनेसनबाटै जाउँ हैन कम्बिनेसनको डेफिनेसन हेरौँ कम्बिनेसन अफ अब्जेक्ट मिन्स द सेलेक्सन अफ द अब्जेक्ट वेयर द अर्डर अफ सेलेक्सन इज नट टेकन इन्टु अकाउन्ट भनेको छ के बुझ्नु पर्यो भन्दाखेरि कम्बिनेसन भनेको अगाडि परम्युटेसन भनेको तपाईले मिलाउने काम हो भन्ने बुझ्नु पर्यो यो कम्बिनेसन भनेको चाहिँ छान्ने काम हो कति जनाले छान्ने जस्तै अघि एउटा मैले एक्जाम्पल दिएको थिएँ तपाईलाई फोटोको जस्तै गीता सीता र रीता छन् भने त्यो तीनवटालाई मिलाउने काम भनेको परम्युटेसनले गर्छ तीनवटा छान्ने जस्तै अरु 4-5 वटा तपाईसँग चाहिँ 4-5 जना साथीहरु छन् अरे उसले चाहिँ रीता गीता र सीतालाई मात्रै छान्यो हो त्यो छान्ने काम भनेको चाहिँ के हो त हाम्रो सेलेक्सन अथवा कम्बिनेसन हो के कम्बिनेसनले सेलेक्सनको कुरा गर्छ जसमा चाहिँ यो अर्डर अफ सेलेक्सन के अर्डर अफ सेलेक्सन तपाईले कसरी सेलेक्ट गर्नुभयो त्यसले कुनै पनि फरक पार्दैन तर तपाईले कति जनालाई सेलेक्ट गर्नुभयो त्यसले फरक पार्छ हो यो चाहिँ कम्बिनेसन भित्र चाहिँ हामीहरुले पढ्छौं डेफिनेसनले पनि यही भन्छ कम्बिनेसन अफ अब्जेक्ट मिन द सेलेक्सन अफ द अब्जेक्ट वेयर द अर्डर अफ सेलेक्सन इज नट अकाउन्ट भनेको चाहिँ अर्डर अफ सेलेक्सन चाहिँ हामीले चाहिँ के गरिन्छ यसलाई चाहिँ नेग्लेक्ट गरिन्छ अथवा यसलाई चाहिँ लिइदैन भन्न खोजेको छु र यसका पनि केही प्रोपर्टिजहरु अथवा कन्डिसनहरु छन् त्यो बुझौं द टोटल नम्बर अफ कम्बिनेसन अफ n डिस्टिंक्ट अब्जेक्ट टोटल नम्बर अफ कम्बिनेसन भनेको n छ टेकन r हामीले r वटा लिएको छ भने फर्मुला चाहिँ यसमा पनि अगाडिको जस्तै कन्डिसन हुन्छ n भन्दा
आर चाहिँ बराबर हुनसक्छ तर के हुनसक्छ सानो हुनसक्छ तर कहिले पनि आर चाहिँ यनभन्दा ठुलो हुँदैन त्यो चाहिँ बुझ्नुपर्ने कुरा कन्डिसन कहिले काहीँ सोध्न सक्छ र फर्मुला चाहिँ त्यति बेला अघि के थियो यन फ्याक्टोरियल अपन यन माइनस आर फ्याक्टोरियल मात्र थियो भने पर्मुटेसनको लागि अब यसमा चाहिँ आर फ्याक्टोरियल हुन्छ त्यो जान्नु पऱ्यो है त अनि यो चाहिँ एनसीआरमा अघि हामीले चाहिँ एनसीआर इन्टु यन फ्याक्टोरियल गरेर भने चाहिँ त्यो चाहिँ एनपीआर हुन जान्छ त्यो कन्डिसन अहिले मैले पछाडि बुझाउँछु त्यस पनि कहिलेकाहीँ एमसीक्यूमा सोध्न सक्छ यो चाहिँ फर्मुला जान्नु पऱ्यो यन फ्याक्टोरियल अपन यन माइनस आर फ्याक्टोरियल इन्टु आर फ्याक्टोरियल हुन्छ भनेर जान्नु पऱ्यो है त र दोस्रो कन्डिसन भनेको यिनी कन्डिसनहरू एकदम रेयरली कहिलेकाहीँ सोध्न सक्ने क्वेसन हो त्यसले चाहिँ मैले लेखिदिएको छु तपाईँले त्यति मेन भनेको यो त जान्नु नै पऱ्यो अब यिनी कन्डिसनहरू चाहिँ जस्तै सी यन माइनस आर भन्ने कुनै एउटा कन्डिसन छ भने यो आरको ठाउँमा चाहिँ यन माइनस आर छ भने त्यसको भ्यालु चाहिँ सी यन आरको बराबर हुन्छ भनेर जान्नु पऱ्यो है त कम्बिनेसन अफ यन र यनको ठाउँमा यन अनि आरको ठाउँमा यन माइनस आर छ भने त्यो भन्नु र सी यन आर भन्नु एउटै हो भन्ने कुरा चाहिँ जान्नुपर्छ र इफ सी होइन दुईवटा हामीसँग चाहिँ कुनै छन् अरे ल मान्नुहोस् कम्बिनेसनहरू छन् एउटा चाहिँ सी यन आर1 छ अनि सी यन आर2 दुईटैको यन चाहिँ सेम छ भने त्यति बेला आर1 इजिकल टु आर2 हुन पनि सक्छ अथवा आर1 प्लस आर2 इजिकल टु यन हुन पनि सक्छ यो कन्डिसन एकदम जान्नुपर्ने कन्डिसन है त यदि दुईवटा कम्बिनेसनको यन चाहिँ सेम छ तर तिनीहरूको आर चाहिँ आर1 र आर2 गरेर डिफ्रेन्ट छ भने त्यति बेला आर1 इजिकल टु आर2 पनि हुनसक्छ अथवा चाहिँ आर1 प्लस आर2 इजिकल टु यन पनि हुनसक्छ यो चाहिँ कन्डिसन जान्नु पऱ्यो है त र अर्को भनेको चाहिँ यो हाम्रो सी यन आर प्लस सी यन आर माइनस 1 भनेको सी यन प्लस 1 आरको बराबर हुन्छ भनेर यो कन्डिसन हो यो त्यति जान्नु पर्दैन तपाईँले हिसाब गर्नुभयो भने यही फर्मुलामा राख्दा चाहिँ यही भ्यालु आउने हो है त्यति इम्पोर्टेन्ट छैन तर जान्नु चाहिँ यो कन्डिसनहरू लेखिदिएको थियो त्यसैले मैले लेखिदिएँ र अर्को चाहिँ यो कम्प्लिमेन्टरी कम्बिनेसन भनेर यो कहिलेकाहीँ एमसीक्यूमा सोधेको छ है त यो कम्प्लिमेन्टरी कम्बिनेसन भनेको चाहिँ यन सी आर भन्नु र यन सी यन माइनस आर भन्नु एउटै हो कि यसलाई चाहिँ यस्तो छ भने यस्तो केस कुनै बेला छ भने त्यसलाई चाहिँ कम्प्लिमेन्टरी कम्बिनेसन भन्छ यन सी आर र यन अनि सी यन माइनस आरको भ्यालु कहिलेकाहीँ सेम आइदियो भने त्यसलाई चाहिँ कम्प्लिमेन्टरी कम्बिनेसन भनेर भन्छ र एमसीक्यूमा सोधेको एकदम इम्पोर्टेन्ट कुरा भनेको चाहिँ यो लास्टको यो 6 नम्बरको है त यो 6 नम्बरको चाहिँ एमसीक्यूमा सोधेको छ यसमा चाहिँ जस्तै तपाईँको यो पर्मिटेसन एनपीआर पर्मिटेसन अफ एनपीआर र कम्बिनेसन अफ एनसीआर इन्टु आर फ्याक्टोरियल भनेको एउटै हो किन भन्दा तपाईँको फर्मुला के थियो यसको फर्मुला थियो यन फ्याक्टोरियल अपन यन माइनस आरको फ्याक्टोरियल थियो भने यसको के छ यन फ्याक्टोरियल अपन यन माइनस आरको फ्याक्टोरियल इन्टु आर फ्याक्टोरियल छ अपनमा आर फ्याक्टोरियल छ यसलाई मल्टिप्लाई बाई आर फ्याक्टोरियल गर्ने त्यो आर फ्याक्टोरियल इन्टु आर फ्याक्टोरियल कट्छ अनि गएर यसको र यसको फर्मुला त फेरि बराबर हुन्छ त्यसैले यो कन्डिसन एकदम इम्पोर्टेन्ट कन्डिसन यो कहिलेकाहीँ सोध्न सक्छ है त यो एनपीआर इजिकल टु एनसीआर इन्टु आर फ्याक्टोरियल हुन्छ भनेर चाहिँ जान्नु पऱ्यो है ल अब यसको न्युमेरिकलहरू हेरौँ अथवा यसको पहिला सोधेको क्वेसनहरू के छन् त्यो हेरौँ सबैभन्दा पहिला चाहिँ यहाँ हेरौँ यो सोधेको क्वेसन होइन तर यो इम्पोर्टेन्ट क्वेसन यस्तो खालको क्वेसन सोध्न सक्छ अहिलेसम्म सोधेको छैन तर यो सोध्न सक्ने खालको चाहिँ एकदम इम्पोर्टेन्ट क्वेसनमा लिइएको छ होइन यदि इफ यन इजिकल टु 10 र सी एउटा चाहिँ कम्बिनेसन छ यन इजिकल टु 10 यन र 10 वाला सरी है त म यहाँ गलत बोले जस्तो लाग्यो क्यु इजिकल टु इफ कम्बिनेसन अफ यन र 10 को छ होइन आरको ठाउँमा 10 छ र यहाँ चाहिँ कम्बिनेसन अफ यन अनि गरेर 12 छ भनेपछि यो ठ्याक्कै अगाडिको फर्मुला जान आयो अघि मैले के भनेको थिएँ यदि यन सेम छ तर आर डिफ्रेन्ट छ भने आर भनेको के हुनसक्छ आर1 आर इजिकल टु आर2 हुनसक्छ आर1 इजिकल टु आर2 हुनसक्छ अथवा आर1 प्लस आर2 गरेर चाहिँ यन हुनसक्छ भन्ने कुरा अहिले मैले बुझेको होइन हामीलाई यहाँबाट यन फाइन्ड गर्न छ र त्यो यन फाइन्ड गरिसकेपछि बल्ल यसमा गएर चाहिँ एप्लाई गर्नु छ भनेपछि सबैभन्दा पहिला हामीसँग कन्डिसन के छ हेर्नु त हेयर गिवन कन्डिसन इज यन सी यन 10 इज इक्वल टु सी एन 12 छ भने त्यति बेला इन दिस केसमा के हुन्छ हामीले अगाडि पढेको हो हाम्रो चाहिँ जहिले पनि आर1 प्लस आर2 इजिकल टु यन हुन्छ भनेपछि यहाँ यन इजिकल टु के हुने भयो त आर1 भनेको हाम्रो यहाँ के छ 10 छ आर2 भनेको 12 छ भनेपछि यन इजिकल टु 22 आयो अब माथिको केसमा चाहिँ हामीले निकाल्न भनेको छ के भनेको छ हेन्स फाइन्ड चाहिँ हामीलाई यन फेरि सी कम्बिनेसन अफ यन 6 भनेको छ नि त हो त्यसलाई फाइन्ड गर्नु पऱ्यो अब त्यो यनको ठाउँमा कति आउनु भयो माथिको यो यनको ठाउँमा चाहिँ यहाँ 22 आउनु भयो 6 को ठाउँमा 6 नै छ अब फर्मुला त हामीसँग छँदैछ के हो त फर्मुला यन फ्याक्टोरियल अपन यन माइनस आर फ्याक्टोरियल इन्टु आर फ्याक्टोरियल हो यनको ठाउँमा 22 छ अनि गएर यन फ्याक्टोरियल अपन यन फ्याक्टोरियल माइनस यन माइनस आर हो आरको ठाउँमा 6 छ अनि फ्याक्टोरियल इन्टु आर फ्याक्टोरियल भनेको 6 फ्याक्टोरियल नै हुने भयो र यसको भ्यालु आयो 74613 ओएज यसको एन्सर हो है त यही हो है त एन्सर ल यो चाहिँ आउन सक्छ र अब यो चाहिँ 2082 मा सोधेको क्वेसनहरु एक्चुअली है त यो चाहिँ 2082 मा सोधेको एनईबी मा सोधेको क्वेसन यहाँ के भनेको छ एउटा कमिटी छ हैन अ कमिटी इज टु बी चुजन एउटा हामीले चाहिँ कमिटी चुज गर्नु छ फ्रम अ बोइज कुनै बोइजहरुको संख्या चाहिँ ए दिएको छ है त यहाँ फ्रम अ बोइज भनेको यो चाहिँ केटाहरुको संख्या ए दिएको छ यहाँ चाहिँ हामीले अननोन छ अहिले एन्ड 6 गर्ल केटीहरुको संख्या कति छ 6 वटा जना छ हामीले चाहिँ एउटा कमिटी चुज गर्नु पर्ने छ कसबाट ए वटा बोइजबाट र 6 वटा चाहिँ केटीहरुबाट एन्ड इज कन्सिस्ट अफ 2 बोइज एन्ड 3 गर्ल्स जसमा चाहिँ 2 वटा
केटाहरू र 3वटा केटीहरूको कमिटी हुन्छ। यति चाहिँ हामीसँग हामीलाई दिएको छ। यसमध्येबाट 2वटा केटा र 3वटी केटीहरू चाहिँ हामीलाई चुज गर्नु छ। अब इफ है त इफ 120 कमिटी आर फर्म भनेको छ। यदि यिनी दुईटालाई चुज गर्दा यसरी चुज गरिदियो भने 120वटा कमिटीहरू फर्म भएछ अथवा बनेछ अरे हैन। त्यति बेला के भयो, व्हाट इज द नम्बर अफ बोइज रिप्रेजेन्टेड बाई ए। अब यो ए ले जनाएको केटाहरूको सङ्ख्या कति हो भनेर सोध्यो। सबैभन्दा पहिला यहाँ हेरौँ, यहाँ केटाहरूको लागि टोटल नम्बर भनेको कति हो, केटाहरूको टोटल नम्बर कतिबाट कति चुज गर्ने हो त। टोटल नम्बर ए दिएको छ र चुज गर्नुपर्ने केटाहरूको नम्बर भनेको जम्मा 2 जना हो र केटीहरू भनेको टोटल नम्बर 6 दिएको छ र चुज गर्नुपर्ने 3 जना भनेपछि फर बोइजको लागि n = a r = 2, फर गर्ल्सको लागि चाहिँ n = 6 r = 3 हुने भयो। एन्ड टोटल कमिटी इज 120 भनेको टोटल कमिटीहरू बनेको चाहिँ 120वटा कमिटीहरू बनेको छ। अब देन अब हामीसँग चाहिँ के छ भन्दाखेरि चाहिँ यहाँ चाहिँ यो दुईवटाको एउटा छुट्टै कम्बिनेसन भयो यसको लागि चाहिँ हैन, यसको लागि चाहिँ यहाँ छुट्टै कम्बिनेसन भयो अनि यसको लागि पनि छुट्टै कम्बिनेसन भयो। टोटल नम्बर अफ कम्बिनेसन भनेको यसलाई मल्टिप्लाई गर्नु पर्यो र त्यो मल्टिप्लाई गर्दा 120वटा कमिटी बन्ने हो कि है त। यो र यो यसको कम्बिनेसन इन्टु यसको कम्बिनेसन गर्ने हो भने 120वटा कम्बिनेसन नयाँ अथवा कमिटीहरू बन्ने हो भनेपछि अब त्यसैले हामीले यहाँ चाहिँ एप्लाई गरेर हेरौँ है त। यहाँ हेर्नुहोस्, देन AC2 यो भनेको बोइजको लागि, यो भनेको गर्ल्सको लागि। बोइजको लागि n भनेको a छ अनि r भनेको 2 छ अनि गर्ल्सको लागि n भनेको 6 छ, r भनेको 3 छ र इज इक्वल टु 120 भनेको कमिटीहरू 120वटा बनेको छ। अब सिधै फर्मुला युज गर्न सक्नुहुन्छ। यो n को ठाउँमा चाहिँ कति छ, a फ्याक्टोरियल अपन a - 2 फ्याक्टोरियल इन्टु 2 फ्याक्टोरियल फर्मुला युज गरियो इन्टु यसमा पनि सेम फर्मुला युज गरिएको छ। 6 फ्याक्टोरियलको ठाउँमा n फ्याक्टोरियल माइनस n - r फ्याक्टोरियल हुन्छ। त्यो n - r को ठाउँमा r भनेको यहाँ चाहिँ 3 छ हैन, भनेपछि 6 - 3 फ्याक्टोरियल इन्टु 3 फ्याक्टोरियल इज इक्वल टु 120 सकिन्छ हैन। अब और a फ्याक्टोरियल अपन a - 2 फ्याक्टोरियल इन्टु 2 भयो। यो 2 फ्याक्टोरियल भन्नु र 2 भन्नु एउटै हो, 2 इन्टु 1 हुन्छ नि त्यो फ्याक्टोरियल भनेको, अनि a - 2 फ्याक्टोरियल भयो इन्टु यसको भ्यालु चाहिँ 20 आउँछ त 6 फ्याक्टोरियल अनि 6 - 3 भनेको 3 फ्याक्टोरियल इन्टु 3 फ्याक्टोरियल हुने भयो अनि 6 फ्याक्टोरियल अपन 3 फ्याक्टोरियल इन्टु 3 फ्याक्टोरियल भनेको चाहिँ 20 हुन्छ। यो भनेको 120 हुने भयो। अनि यसलाई सामान्य रूपमा तपाईँले तोड्नुहोस्, a भनेको यो हामीले चाहिँ यो जुन यो फ्याक्टोरियल छ नि यो फ्याक्टोरियललाई चाहिँ हटाउँदै गर्दा a भयो अनि a - 1 a - 2 को फ्याक्टोरियल हुने भयो हैन। यसरी घटाउन सकिन्छ नि, तपाईँलाई थाहा छ हैन। जस्तै n फ्याक्टोरियल भनेको 1 इन्टु 2 इन्टु 3 इन्टु गर्दै 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 n सम्म हो नि त, अथवा n बाट चाहिँ n अनि यो n - 1 n - 2 n - 3 गर्दै गर्दै 1 सम्म आउने नै त्यो फ्याक्टोरियलको जुन गुण हो अथवा त्यसको चाहिँ प्रोपर्टी त्यही हो नि त। हो यसलाई चाहिँ हामीले यहाँ फर्मुलामा खोलियो, जस्तै a फ्याक्टोरियल अपन a - 1 फ्याक्टोरियल अनि a - 1 अनि a - 2 फ्याक्टोरियल गरेर खोलिएको छ। यो चाहिँ यसलाई खोलिएको है त। अनि गएर तल गए चाहिँ a - 2 फ्याक्टोरियल छ अनि गएर यहाँको 2 चाहिँ यहाँ हामीले चाहिँ मल्टिप्लाईमा लगियो अनि यहाँको जुन यो मल्टिप्लाईको 20लाई चाहिँ यहाँ चाहिँ के गरियो हामीले चाहिँ डिभाइडमा लगिएको छ हैन। भनेपछि यो माथि गयो यो तल आयो अनि गएर यो र यो कट्यो। हेर्नु त a - 2 फ्याक्टोरियल माथि पनि a - 2 फ्याक्टोरियल भनेपछि यो र यो सेम भयो, कट्यो। अब हामीसँग के रह्यो, a इन्टु a भनेको कति हुन्छ a स्क्वायर अनि a इन्टु -1 भनेको माइनस a इक्वल टु यो यसको भ्यालु चाहिँ 12 आउँछ है त। हो यो भनेको 120 इन्टु 2 भनेको 240 हुन्छ, 240 डिभाइड बाई 20 भनेको चाहिँ 12 हुन्छ। र अब यहाँ के भयो, और a स्क्वायर अब सामान्य रूपमा यसलाई चाहिँ इक्वेसनको फर्ममा लगिदिन्छौँ हैन। हामीले चाहिँ क्वाड्रेटिक इक्वेसन a स्क्वायर माइनस a माइनस 12 इज इक्वल टु 0 भयो। अनि गएर यसलाई चाहिँ अब हेर्नुहोस् त हामीले चाहिँ मल्टिप्लाई गर्दा 12 हामीले चाहिँ के गर्ने, हामीले चाहिँ सबट्र्याक्ट गर्दा चाहिँ कति आउनु पर्यो 1 आउनु पर्यो भनेको a स्क्वायर माइनस 4a माइनस 3a 4 इन्टु 3 12 ल्याउने भयो हैन। अनि गएर यसबाट घटाउँदा पनि a आउँछ भनेपछि a स्क्वायर माइनस 4a माइनस 3a माइनस 12 इज इक्वल टु 0 अनि यो ब्र्याकेट खोलौँ माइनसले हैन। माइनसले ब्र्याकेट खोल्दा a स्क्वायर माइनस 4a अनि गएर माइनस माइनस प्लस 3a माइनस 12 इज इक्वल टु 0। यसबाट कमन के आयो, यसबाट कमन आयो a कमन आयो, a कमन आउँदा कति भयो a यसबाट बच्यो यसको चाहिँ माइनसको 4 भयो अनि गएर प्लस यसबाट चाहिँ 3 कमन आयो, 3 कमन आउँदा a बच्यो अनि गएर माइनसको 4 हो। अब यसबाट कमन आयो के छ a माइनस 4 कमन आयो बचेको छ a प्लस 3 बचेको छ। अब यहाँबाट आइदर a माइनस 4 इज इक्वल टु 0 a इज इक्वल टु 4 र a प्लस 3 इज इक्वल टु 0 a माइनस 3 a इज इक्वल टु माइनस 3। त्यहाँ मान्छेको सङ्ख्या माइनसमा हुनसक्छ र हुँदैन नि त, भनेपछि यो इम्पोसिबल छ। भनेपछि हाम्रो जुन भ्यालु चाहिएको रिक्वायर्ड भ्यालु भनेको कति हो त, द नम्बर अफ बोइज रिप्रेजेन्टेड बाई a इज 4 कि a भनेको चाहिँ 4 हुन जान्छ है त। हो यो क्वेसन सोध्छ तपाईँलाई, यो क्वेसन सोध्यो भने 3 नम्बरमा सोध्छ र एकदम इम्पोर्टेन्ट छ हैन। एनइबीमा सोधेको 2082 को बोर्ड एक्जाममा सोधेको क्वेसन हो। र अब अर्को हेरौँ, अब अर्को चाहिँ कहिले सोधेको छ, यो 2081 मा 2081 मा सोधेको क्वेसन छ। यो पनि हेरौँ है त। यहाँ के भनेको छ, इन अ ग्रुप अफ 12 स्टुडेन्ट 12वटा केटाहरू छन् टोटल हैन। त्यो 12वटा केटाहरूमध्ये 8 आर बोइज जसमध्ये 8वटा के छन् केटाहरू छन् हैन। टोटल 12वटा स्टुडेन्ट छन्, 8वटा चाहिँ केटाहरू छन् एन्ड रिमेनिङ आर गर्ल भनेको चाहिँ 12 मा कति भयो, अब 8वटा केटाहरू छन् भने 4 जना केटीहरू होला हैन। अनि इन हाउ मेनी वेज क्यान 5 स्टुडेन्ट बी सेलेक्टेड फर क्विज। त्यति मध्ये चाहिँ 5वटा अथवा स्टुडेन्टहरू चाहिँ कसरी सिलेक्ट गर्न सकिन्छ
हैन सिलेक्टेड फर क्विज कम्पिटिसन सो इज इन्क्लुड एट मोस्ट 3 गर्ल जसमा चाहिँ म्याक्सिमम भनेको चाहिँ 3 वटा गर्लसम्म चाहिँ हामीले चाहिँ चुज गर्न सक्छौँ अरे के बढीमा भनेको चाहिँ 3 जना बढीमा 3 जनासम्म केटीहरू चुज गर्न सकिन्छ भनेको छ र यसलाई चाहिँ हामीहरूले यो टेबल बनाएर देखाउँदा चाहिँ सजिलै बुझ्न सकिन्छ जस्तै हामीसँग भएको टोटल भनेको 12 जना हो 12 मध्ये बोइज कतिजना हो 8 जना गर्ल्स भनेको 4 जना हो अब यहाँ चाहिँ के भनेको छ एट मोस्ट 3 गर्ल क्यान बी चुज हैन भनेपछि म्याक्सिमम भनेको हामीले 3 वटा केटीहरू चुज गर्न सकिन्छ हामीले टोटल चुज गर्नुपर्ने कतिजना 5 जना टोटल चुज गर्नुपर्ने हो त्यसमध्ये 3 जना केटीहरू चुज गर्न सकिन्छ बढीमा भनेपछि यदि 3 जना बढीमै 3 वटै केटीहरू चुज गरियो भने 4 वटा मध्ये 3 वटा चुज गरियो भने अब केटाहरू कतिवटा चुज गर्नु पर्यो 2 वटा जसले गर्दा 3 र 2 5 हुने भयो र मानौँ अनि बढीमा पो 3 जना हो भनेपछि हामीले घटीमा 2 जना गर्न पनि सक्छौँ नि 2 वटा केटीहरू चुज गरियो भने केटाहरू 3 वटा चुज गरिन्छ हैन अनि एउटी मात्रै केटी चुज गर्न पनि पाइयो भने एउटी मात्रै केटी चुज गरियो भने 4 वटा केटाहरू चुज गर्नु पर्यो र केटीहरू चाहिँ चुज नगरिकन केटाहरू मात्रै जान्छौँ हैन हामीहरूले केटीहरूलाई लिएर जान्नौँ भन्यो भने त्यति बेला के हुन्छ नहाँस्नु है अनि त्यति बेला के हुन्छ 5 वटा केटाहरू जानुभयो अब त्यसको लागि सेलेक्सन कसरी हुन्छ भन्दाखेरि चाहिँ यो A2 यसको कति हुने भयो यो पहिलो कन्डिसनको लागि 8C2 हुने भयो टोटल केटाहरू 8 वटा जसमध्ये जाने केटाहरू चाहिँ 2 वटा जाने हैन अनि केटीहरू चाहिँ टोटल केटीहरू 4 वटा जसमध्ये जाने केटीहरू चाहिँ 3 वटा भनेपछि 8C2 इन्टु 4C3 हैन यो कम्बिनेसन के हाम्रो चाहिँ कम्बिनेसन गर्दा हैन सेलेक्सन गर्दा अनि दोस्रो कन्डिसनको लागि चाहिँ 8C3 अनि गएर 4C2 हुने भयो अनि तेस्रो कन्डिसनको लागि चाहिँ यो सेम छ हैन तेस्रो कन्डिसनको लागि 8C4 अनि गएर 4C1 हुने भयो अनि चौथो कन्डिसनको लागि चाहिँ 8C5 अनि 4C0 हुने भयो हैन अब के गरियो सबैको लागि सेलेक्सन बनाइयो र यो जति सेलेक्सन गरौँ भने यो र यो मल्टिप्लाई गर्ने यो र यो मल्टिप्लाई यो र यो मल्टिप्लाई यो र यो मल्टिप्लाई गर्ने अनि सबैले चाहिँ एडिसन गर्ने भन्ने हो यसै गर्दा चाहिँ हाम्रो टोटल नम्बर अफ सेलेक्सन आउँछ जस्तै यहाँ हेर्नुस् सो द टोटल नम्बर अफ सेलेक्सन भनेको 8C2 इन्टु 4C3 प्लस 8C3 इन्टु 4C2 प्लस 8C4 इन्टु 4C1 प्लस 8C5 इन्टु 4C0 यसरी गर्दा यो 8C2 इन्टु 4C3 भनेको 112 हुन्छ अनि 8C3 इन्टु 4C2 भनेको 336 हुन्छ प्लस 8C4 इन्टु 4C1 भनेको 280 हुन्छ प्लस 8C5 इन्टु 4C0 भनेको 56 हुन्छ जसले गर्दा 784 चाहिँ यसको वेजबाट हाम्रो चाहिँ एन्सर आउँदो रहेछ यसरी हामीले केटीहरूले चाहिँ क्विजमा लैजाने हो भने बढीमा 3 जना केटीहरू लान सक्यो र कम्तीमा 0 नलान पनि पाइयो अनि बढीमा पो हामीलाई कन्डिसन दिएको छ कम्तीमा यति लैजाऊ त हामीले भनेको छैन भनेपछि हामी म्याक्सिमम कन्डिसनबाट तल झरिएको छ यसरी गर्दा 784 चाहिँ वेजबाट चाहिँ हामीहरूले चाहिँ त्यहाँ क्विजको लागि चाहिँ हामीले सेलेक्ट गर्न सकिन्छ भनेर चाहिँ लेख्नु पर्यो है त र अर्को क्वेसन हेरौँ 2079 मा सोधेको क्वेसन हो यो चाहिँ के भनेको छ यहाँ अ वुमन ह्याज 8 क्लोज फ्रेन्ड एउटी केटी अब महिला छ त्यो महिलाको चाहिँ 8 वटा एकदम मिल्ने साथीहरू छन् फाइन्ड द वेज सी क्यान इन्भाइट 3 टु डिनर वेयर जसले चाहिँ के गर्छ उसले चाहिँ अब 8 वटा साथीहरू मिल्ने छन् त्यसमध्ये चाहिँ 3 वटा केटीहरूले चाहिँ आफ्नो साथीहरूलाई चाहिँ बोलाउनु पर्ने छ डिनरको लागि यहाँ चाहिँ देयर आर हैन नो रेस्ट्रिक्सन इफ देयर आर नो रेस्ट्रिक्सन भनेको कुनै पनि त्यहाँ रेस्ट्रिक्सन छैन भने अथवा कुनै पनि त्यसलाई चाहिँ केही कन्डिसन दिएको छैन भने त्यति बेला टोटल यन भनेको कति छ 8 वटा छ अनि टोटल फ्रेन्ड भनेको त 8 वटा हो नि त अनि त्यसमा बोलाउनु पर्ने कति हो 3 वटा भनेपछि यन इज इक्वल टु 8 आर इज इक्वल टु 3 हामीले टेकन 3 टोटल चाहिँ यन भनेको चाहिँ 8 छ हैन भनेपछि फर्मुलाबाट हामीहरूले सिधै राखेछौँ यसमा कुनै पनि रेस्ट्रिक्सन छैन भनेपछि अरू कुनै कन्डिसन यसमा एप्लाई हुँदैन कति हुने भयो त 8C3 हुने भनेको 8 फ्याक्टोरियल अनि गएर 8 माइनस 3 भनेको 5 फ्याक्टोरियल इन्टु 3 फ्याक्टोरियल के यो 5 फ्याक्टोरियल कसरी आयो 8 माइनस 3 गर्दा 5 फ्याक्टोरियल आएको है त त्यो हाम्रो फर्मुला अनुसार के n फ्याक्टोरियल अपन n माइनस r फ्याक्टोरियल इन्टु r फ्याक्टोरियल हो नि त हो त्यो फर्मुलाबाट आएको जसले गर्दा 56 वेज चाहिँ एन्सर आउँदो रहेछ र अर्को बी नम्बरमा यो क्वेसन सोध्यो भने तपाईँले 5 मार्क्समा सोध्ने क्वेसन हो है त 5 मार्क्समा सोध्ने क्वेसन हो र अर्को बी नम्बरमा के भनेको छ बी नम्बरमा हेर्नुस् बी नम्बरमा चाहिँ अर्को कन्डिसन छ यसमा चाहिँ कन्डिसन छ अगाडि जस्तो चाहिँ अगाडि चाहिँ रेस्ट्रिक्सन थिएन अहिले चाहिँ यहाँ छ 2 अफ द फ्रेन्ड आर म्यारिड टु इच अदर जसमा चाहिँ के छ भने त्यो 8 वटा चाहिँ मिल्ने साथीहरू छन् जसमा चाहिँ के छ 2 वटा चाहिँ उसको चाहिँ के छ मिल्ने चाहिँ त्यो 8 वटा मध्ये चाहिँ 2 वटाले चाहिँ बिहा गरेको छ अरे के आपसमा भनेको त्यसमा चाहिँ केटाहरू पनि साथीहरू रहेछन् हैन उसको चाहिँ बेस्ट फ्रेन्डमा केटाहरू पनि रहेछन् र केटाहरू र केटीले चाहिँ पक्कै बिहा गरेको होला हैन पक्कै केटीले त नगरेको होला हैन अनि केटाकेटीले पनि नगरेको होला भनेपछि केटाले र केटीले चाहिँ बिहा गरेको छन् भनेपछि 2 अफ द फ्रेन्ड्स आर म्यारिड टु इच अदर एन्ड विल नट सिट सेपरेटली भनेपछि यी 2 वटा चाहिँ के गर्छन् हामीहरूले चाहिँ बिहा गरेको छौँ भनेपछि तिनीहरू चाहिँ सँगै बस्दो रहेछन् हैन भनेपछि यहाँ हाम्रो म्यारिड कति छन् म्यारिड भनेको जम्मा 2 जना छन् अनि अनम्यारिड भनेको 6 जना छन् यो म्यारिडबाट चाहिँ अब हामीहरूले चाहिँ
कि त दुईटैले बोलाउनु पऱ्यो गरे होइन तिनीहरू चाहिँ सेपरेटली बस्न सक्दैनन् होइन म त मेरो श्रीमतीसँगै अथवा मेरो श्रीमानसँगै बस्छु भन्ने होला नि त तिनीहरूले होइन त्यस्तो पुरा बिहे गरेपछि एउटा ऊ गरे होला भनेपछि उनीहरू चाहिँ सिट सेपरेटली बस्न सक्दैनन् भनेपछि कि त उनी दुईजनालाई नि बोलाउनु पऱ्यो कि त तिनी दुईजनालाई नि नबोलाउने होइन कि त तिनी दुईजनालाई नि बोलाउने कि त दुईजनालाई नबोलाउने गर्दा चाहिँ हामीहरूले त्यो सेलेक्सन गर्न सक्छौँ भनेपछि यदि दुईजनालाई नै म्यारिड गरेको दुईजनालाई नै बोलाइयो भने टोटल त्यो साथीले बोलाउने भनेको चाहिँ जम्मा 3जना बोलाउने भनेपछि त्यो 2जना म्यारिडवालालाई बोलायो अब अर्को त 1जनालाई मात्रै बोलाउनु पऱ्यो भनेपछि यो फ्याक्टोरियल कति हुने भयो यसको पनि सेलेक्सन यसको सेलेक्सन कति भयो 2 × 2C2 हुने भयो होइन यसको 2C2 हुने भयो यसको चाहिँ 6C1 हुने भयो होइन यहाँ अगाडि जस्तै हामीले चाहिँ यहाँ राखिएको छ अनि यदि त्यो म्यारिडवालाले नबोलाम होइन यिनीहरू चाहिँ सँगै बस्न सक्दैनन् तिनीहरूलाई नबोलाम तिनीहरू बिहा गरेको छन् हामी मात्रै आम भनेर उसले बोलायो भने चाहिँ उसले 0वटा अनि यो म्यारिडबाट चाहिँ 0 बोलाउन नि सक्यो भनेपछि टोटल चाहिँ अरू त्यो 6वटा मध्येबाट 3जना बोलाउनु पऱ्यो भनेपछि यसको कति हुने भयो 2C0 हुने भयो यसको चाहिँ 6C3 हुने भयो सकिन्छ एकदम इजी छ नि होइन बुझ्यो होला 2C0 × 6C3 चाहिँ यसको चाहिँ के भयो त कम्बिनेसन भयो अब टोटल नम्बर अफ यहाँ चाहिँ एरेन्जमेन्ट लेखेको यहाँ अगाडि पर्मिटेसनवाला यहाँ सेलेक्सन है त टोटल नम्बर अफ सेलेक्सन भनेको चाहिँ कति हुने भयो त 2C2 × 6C1 प्लस 2C0 प्लस 6C3 गर्दा 6 यो भनेको 6 हुन्छ यो भनेको चाहिँ 20 हुन्छ यो भनेको 26 वेजबाट चाहिँ हामीहरूले तिनीहरूले बोलाउन सक्छौँ यहाँ बुझ्नुपर्ने कुरा भनेको चाहिँ त्यो एउटा बोलाउनु मिल्दैन किन भन्दा तिनीहरू सेपरेटली बस्न सक्दैनन् भनेपछि एकैचोटि एउटा बोलायो अर्को आयो होला कि अनि एउटा बोलाएपछि त त्यो अर्को पनि त्यसैमा आयो कि होइन जस्तै तपाईँले एउटा पेन किन्न जानुभएको छ नि त्यो पेनसितै त्यसको ढक्कन अथवा होइन आउँछ नि त अनि त्यो बिर्को के भन्नुहुन्छ होइन त्यो आउँछ हो त्यो चाहिँ अब त्यस्तै रहेछ उनीहरूको पनि सम्बन्ध एउटा बोलायो अर्को आउनै पर्ने भनेपछि कि त दुईटालाई बोलाउनु पऱ्यो कि त एउटालाई पनि नबोलाउने अनि त्यसो गर्ने भने चाहिँ हामीहरूले चाहिँ यहाँ एउटा चाहिँ सिलेक्सन गर्न सक्छौँ है त यसरी गर्दा 26 वेजबाट सकिँदो रहेछ अर्को सी नम्बरमा सोधेको छ यहाँ के भनेको छ 2 अफ द फ्रेन्ड होइन 2 अफ द फ्रेन्ड आर नट स्पिकिङ टु इच अदर एन्ड विल नट सिट टुगेदर अघि सिट सेपरेटली उनीहरू चाहिँ छुट्टै छुट्टै बस्दैनन् अहिले चाहिँ सँगै बस्दैनन् उनीहरू चाहिँ अब बिहा गरेका थिए बुढाबुढी थिए तर यहाँ चाहिँ केही छन् रिस्टिएका छन् उनीहरू दुईवटा चाहिँ एक आपसमा बोल्दैनन् अरे होइन तिनीहरू चाहिँ के गर्छन् एकै ठाउँमा बस्न सक्दैनन् भनेपछि अब के गर्नु पऱ्यो भन्दाखेरि कि त तिमी दुईटैलाई नै नबोलाउने अरूलाई बोलाउने कि त त्यसमध्ये एउटालाई बोलाउने होइन त्यति मात्रै कन्डिसन पनि किनकि दुईटैले बोलाउनु त मिलेन किनकि दुईटैले बोलाउँदा चाहिँ तिनीहरू चाहिँ बोल्दैनन् भनेपछि एकै ठाउँ बस्न सक्दैनन् कि त एउटालाई पनि नबोलाउने कि त एउटालाई बोलाउने हो भने बल्ल त्यो मिल्छ नत्र दुईटैले बोलाउने भने पनि रिस्टेका छन् अरे लड्न थाल्छन् अरे होइन लड्न थाल्यो भने त कसले बचाउने होइन कन्डिसन दिएको है त त्यत्तिकै फेरि मजाकले जस्तै त्यसले गर्दा यहाँ नट स्पिकिङ कतिजना छन् 2जना छन् स्पिकिङ कतिजना छन् 6जना छन् है त भनेपछि कि त हामीहरूले त्यो दुईटैले नै नबोलाउने होइन त्यसो गर्ने भने चाहिँ यो नट स्पिकिङ दुईटैलाई नबोलाउने भने चाहिँ स्पिकिङवाला 3वटालाई बोलाउनु पऱ्यो होइन किनकि हामीले टोटल बोलाउनु पर्ने त 3जना हो नि त हो कि त एउटालाई बोलाउनु पऱ्यो एउटालाई बोलाउँदा कति हुन जान्छ 2 हुन जान्छ होइन किन भन्दा एउटा यहाँबाट आयो दुईटै यहाँबाट आउँछ र 3जना हुन्छ नि त भनेपछि यसको पनि सेलेक्सन सेम अगाडिको जस्तै के गरियो यो 2C0 × 6C3 अनि 2C1 × 6C2 यसलाई चाहिँ ट्याक्क पारेर जोड्ने यसो गर्दा चाहिँ यहाँ कति आउँछ यो 2C0 × 6C3 भनेको 20 आउँछ तपाईँले क्यालकुलेटरमा राखेर हेर्न सक्नुहुन्छ क्यालकुलेटरमा राख्न जान्नुभयो होला नि इजीसँग चाहिँ क्यालकुलेटरबाटै यो यसको हिसाब गर्ने धेरै प्लस 2C1 × 6C2 भनेको 30 हुन्छ यसले गर्दा चाहिँ 50 वेज एन्सर आउँछ यो चाहिँ अब तपाईँले बुझ्नुहोस् जान्नुहोस् जसरी हुन्छ अब यो एनएलबीमा सोधेको क्वेसनहरू भनेपछि एकदम इम्पोर्टेन्ट क्वेसनहरू होइन जान्नुपर्ने क्वेसनहरू हो र अब अर्को क्वेसन एउटै छ यहाँ यो क्वेसन चाहिँ कहिलेकाहीँ अब झुक्काएर सोध्न सक्छ यो एकदम धेरै कम सोधेको छ अहिलेसम्म सोधेको जस्तो चाहिँ लागेको छैन होइन त्यसैले मैले यहाँ राखिदिएँ तर पनि इम्पोर्टेन्ट खालको छ है त जस्तै एउटा विदुर छ अरे होइन विदुरसँग चाहिँ 4वटा कोइनहरू छन् अरे त्यो 4वटा कोइन कस्तो छ एउटा चाहिँ 1 रुपियाँको छ अरे एउटा 2 रुपियाँको छ अरे एउटा 5 रुपियाँको छ अरे एउटा 10 रुपियाँको छ अरे होइन अनि हाउ मेनी डिफ्रेन्ट सम्स क्यान बी मेड बाई युजिङ दिज कोइन्स भनेको छ भने यदि तपाईँहरूसँग भएका सबै टोटल नम्बर अफ जुन नम्बर छ त्यो चाहिँ डिफ्रेन्ट छ भने त्यति बेला फर्मुला छ त्यो फर्मुला भनेको 2 टु द पावर n - 1 यो फर्मुला युज गर्दा पनि हुन्छ टोटल नम्बर अफ कोइन भनेको 4 भयो अनि वी हेभ NCR इक्वल टु 2 टु द पावर n - 1 यो फर्मुला यसरी 15 निकाल्न सक्नुहुन्छ यो फर्मुला हैन यदि तपाईसँग भएको टोटल नम्बर चाहिँ सबै फरक छ भने इन्डिभिजुअलले हेर्दा चाहिँ त्यो फरक छ भने चाहिँ यो फर्मुला युज हुन्छ नत्र तपाईले चाहिँ अगाडि गरे जस्तै गर्छु भन्नुहुन्छ भने सिधै गर्दा हुन्छ जस्तै हैन टोटल चाहिँ हामीले एकचोटि चाहिँ यो 4वटा मध्ये एउटा लिन सक्यो एकचोटि 2वटा लिन सक्यो एकचोटि 3वटा लिन सक्यो एकचोटि 4वटा लिन सक्यो गर्दा 4C1 + 4C2 + 4C3 + 4C4 गरेर अनि चाहिँ हाम्रो 15 एन्सर आउँछ है त 15 एन्सर आउँछ यी क्वेसनहरु चाहिँ तपाईको एनईबी को लागि इम्पोर्टेन्ट छन् र तपाईहरुलाई भिडियो मन पर्यो भने हैन अब लाइक गर्ने सब्स्क्राइब गर्ने तपाईले मन लाग्छ भने गर्नुस् नत्र नगर्दा पनि हुन्छ र तपाईहरुलाई अर्को अप्ठ्यारो लागेको च्याप्टर कुन हो त्यो कमेन्ट गर्नु होला है त त्यो कमेन्ट गर्नुभयो भने चाहिँ मैले त्यसैको बारेमा भिडियो बनाइदिन्छु र यहाँबाट अहिले बिदा हुन्छु लाइक सब्स्क्राइब मन पर्यो भने गर्नु होला नत्र गर्नु पर्दैन हस् त धन्यवाद यहाँबाट बिदा भएँ है त।